अहिले यो प्राइभेट हस्पिटलबाट स्वास्थ्य बिमा बन्द गरे के गर्न खोजेको होला है? कति त्यो फलोअपमा जाने कति गाह्रो भइरहेको होला। फलोअपमा जाने परिरहने सामान्य परिवारको मान्छेहरूलाई, बिरामीहरूलाई, अनि प्रायः जसो बालबच्चाहरू बिरामी भइराख्ने त्यो त्यो घर परिवारलाई कति गाह्रो भइरहेको होला। सरकारी हस्पिटलले ताल त्यही छ सरकारी हस्पिटलको। अनि यो कुरामा चाहिँ ध्यान कहिले जान्छ होला सरकारको, कहिले कसको जानुपर्ने होला ध्यान चाहिँ? कमसेकम अहिले केही सुविधा दिन नसके पनि दिएको सुविधा त नखोसिदिनु नि त। अहिले किन दिएको सुविधा त बन्द गर्न आवश्यकता थिएन होला नि त। ठिकै छ, केही म्यानेज गरेर अनि त्यस पछाडि बन्द गरिदिएको थियो भने पनि त हुन्थ्यो नि। अहिले सामान्य घरको परिवारको अवस्था दुख बिराम पर्दाखेरि त्यो उनीहरूको अवस्था कति जटिल पुग्छ होला, कति जटिल हुन्छ त्यो समस्या। पैसा हुनेहरूलाई त केही हुँदैन, तर पैसा नहुनेहरूलाई सरकारी हस्पिटल गयो बेड छैन भनिदिन्छ, तपाईँको बिरामीलाई केही भएको छैन भनिदिन्छ। केही नभई त बिरामी हस्पिटल लगिँदैन होला, कसैको पनि घर परिवारको रहर हुँदैन होला बिरामी हस्पिटल लग्न। चित्त नबुझ्ने कुरा चाहिँ धेरै नै गाह्रो चाहिँ यही भएको छ। मैले नि स्वयं यो समस्या मैले 1 हप्ता अगाडि मैले मेरो बच्चा बिरामी हुँदाखेरि मैले पुगेको। हामीले सबैभन्दा पहिला सरकारी हस्पिटल स्वास्थ्य बिमा चल्ने ठाउँमै लगेको। त्यहाँनेरि डाक्टरले चेक जाँच गरेर के भन्नुभयो नि, तपाईँको नानीलाई केही पनि भएको छैन भन्नुभयो। हाम्रो रहर हुन्छ, बाबुआमालाई हुन्छ राति नै हस्पिटल पुर्याउने नानी बिरामी नभइकन। नानीको बारेमा रिस्क लिएर घर राख्ने कुरा पनि हुँदैन। सामान्य बिरामी हुँदा पनि डाक्टरले सल्लाह गरेर एन्टिबायोटिक दिनुपर्ने कि औषधि दिनुपर्ने हो कि त्यो गर्नुपर्छ। जुनै हस्पिटलमा पनि एउटा फार्मेसीमा पनि त्यसो गर्नुहुन्छ भने सरकारी हस्पिटलमा त त्यो व्यवस्था गरेको भयो नि त। तपाईँको नानीलाई केही पनि भएको छैन, किन ल्याउनु भएको हस्पिटल भन्दाखेरि त बिमा लाग्ने ठाउँमा, स्वास्थ्य बिमा चल्ने ठाउँमा त्यस्तो छ ताल। र पनि ठिकै छ, हामी उपचार गर्छौँ हामी बसेर भन्दाखेरि बेड छैन भन्नुभयो त्यहाँको डाक्टरले। अनि बेड छैन भन्दाखेरि एकछिन वेट गर्नु भन्नुभयो। वेट गर्दाखेरि पनि त नानीलाई रोकथाम गर्ने, ज्वरो कति आएको छ, के आएको छ, नानीको अवस्था कस्तो छ, औषधि दिँदै गर्न त सकिन्छ नि, त्यो पनि छैन। अनि हामीलाई चित्तै नबुझेर हामीले प्राइभेट हस्पिटल ल्यायौँ। अनि प्राइभेट हस्पिटल ल्याउँदाखेरि नानीलाई निमोनिया भइसकेको छ भन्नुभयो डाक्टरले। अनि हामीले उपचार त गर्नु पर्यो। अनि डाक्टरले भन्नुभयो 5 दिन